यो चिनी फुल चाहिँ जब मस्त घाम लाग्छ अनि मात्रै फुल्दो रहेछ। पानी परेको बेला पनि फुल्दैन। यो चाहिँ मेरो घरको चिनी फुल भन्छ। चिनी फुलको चाहिँ यस्तो रहेछ। आज मजाले घाम लाग्यो है, मजाले फुलिरहेछ। यसमा मौरीहरूले पनि यसको रसहरू है मह बनाउनलाई लाँदैछ। र चिनी फुलको चाहिँ यो एउटा 12 बजी भन्ने फुल हुन्छ त्यस्तै रहेछ। घाम लाग्दा मात्रै फुल्ने। हेर्नुहोस् है मजाले फुलेको छ। आज घाम लागेर मलाई पनि अचम्म भयो। घाम लाग्दा अघि बिहान चाहिँ फुलेको थिएन, अहिले घाम लाग्दाखेरि बाहिर निस्केर हेरेको त ढुकमन्नै फुलिरहेछ। चिनी फुलको चाहिँ यस्तो हुँदो रहेछ। फुल पनि मजाको छ, 2-3 कलरको छ यहाँ फुल। यस्तो खालको फुल चाहिँ आज मात्रै थाहा भयो मलाई। यो घाम लाग्दा मात्रै फुल्ने फुल चाहिँ। धन्यवाद।